जय सियाराम। भनिन्छ जहाँ समस्या हुन्छ समस्या सँगसँगै त्यसको समाधानले पनि जन्म लिन्छ। हो, हजुरहरू मानसिक तनाव, एन्जाइटी, डिप्रेसन, भूत बाधा, प्रेत बाधा मसानले सताइराखेको छ, कसैले तपाईँहरूलाई मुसलमानी क्रिया गरिदिनु भएको छ भनेदेखिमा चाहिँ हजुरहरू हस्पिटल गए पनि चेक गराए पनि हजुरहरूलाई मेडिकल साइन्सले केही पनि रोग देखाउँदैन। मैले हजुरहरूलाई अघि जुन मैले प्रेत बाधाको कुरा गरेँ, प्रेत बाधा पनि दुई किसिमको हुन्छ। एउटा हुन्छ प्रेत बाधा, अर्को हुन्छ प्रेत पीडा। प्रेत बाधा भनेको चाहिँ कस्तो हो भनेपछि हजुरहरूको कुनै पनि केही कामहरू पनि बन्दैन। काम बन्यो भन्ने हुन्छ लास्ट मोमेन्टमा आएर काम जति सबै बिग्रिन्छ। घरभित्र प्रवेश गर्नासाथ टाउको दुख्छ, चिडचिडापन बढी हुन्छ, घर परिवारहरू देख्ने बित्तिकै दिमागमा रिस भरेर आउँछ। घर परिवार चाहिँ आफ्नो शत्रु झै लाग्न थाल्छ र बाहिरको मान्छे चाहिँ आफ्नो परिवार झै लाग्न थाल्छ। घरमा मन स्थिर हुँदैन। घर परिवारलाई देख्ने बित्तिकै रिस उठेर झगडा गरौँ भन्ने खालि मानसिकता मात्रै त्यसले बनाउँछ। र अर्को भनेको प्रेत पीडा। प्रेत पीडा भनेको चाहिँ के हो भन्दाखेरिमा हाम्रो शिरदेखि पाउसम्म हुने शारीरिक कष्ट र विशेष गरी प्रेत पीडाले दिने शारीरिक कष्ट भनेको हाम्रो शरीरको दाहिने भागमा। यदि हजुरहरूको शिरदेखि पाउसम्म शरीरको राइटपट्टिको भाग बढी दुख्छ भनेदेखिमा चाहिँ त्यो हजुरहरूलाई प्रेत पीडाले दिएको कष्ट हो। अब हजुरहरू मेरो टाउको दुख्यो, मेरो छाती दुख्यो, मेरो पेट दुख्यो, मेरो कम्मर दुख्यो, मेरो यो कुमहरू दुख्यो भनेर हजुरहरू हस्पिटल चेक गराउन जानुहुन्छ। डाक्टरहरूले सिटी स्क्यान गर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, भिडियो एक्सरेहरू गर्नुहुन्छ, तर हजुरहरूलाई केही पनि रोग देखिँदैन। रोग नदेखिए पनि हजुरहरूको पीडा देखेर भए पनि डाक्टरहरूले केही पीडा कम गर्ने औषधि चाहिँ दिनुहुन्छ र त्यो औषधिले हजुरहरूलाई काम गर्दैन। तन्त्र क्रिया भनेको यस्तो क्रिया हो जुन चाहिँ हजुरको मेडिकल साइन्सले पनि त्यसलाई केही पनि गर्न सक्दैन। अब हजुरहरूलाई जति औषधि सेवन गरे पनि हजुरहरूलाई कहिले पनि सन्चो भएको छैन भनेपछि अब के गर्ने त भन्दाखेरिमा ज्योतिषीय परामर्श लिनुहोस्, तान्त्रिक परामर्श लिनुहोस्, तन्त्र विद्याद्वारा आफ्नो उपचार गर्नुहोस्। तान्त्रिक विधिबाट हजुरहरूले उपचार गर्दै हुनुहुन्छ भनेदेखिमा शाब्दिक तरिकाले गर्नुहोला, तामसिक तरिकाले नगर्नुहोला। हजुरहरूलाई म यस श्री वैद्यधाम सङ्कटमोचन महाबली हनुमानको दिव्य दरबारमा हजुरहरूलाई मैले आमन्त्रण गर्न चाहे। र मलाई धेरैजनाले प्रश्न गर्नुहुन्छ कि गुरु मलाई मेरो जन्मेको महिना, जन्मेको गते, जन्म समय थाहा छैन, मैले कसरी परामर्श लिने भन्नुहुन्छ भनेदेखिमा हजुरहरूलाई यस श्री वैद्यधाम सङ्कटमोचन महाबली हनुमानको दिव्य दरबारमा ज्योतिषीय परामर्श सँगसँगै तान्त्रिक विधिबाट पनि हजुरहरूलाई परामर्श दिने सुविधा उपलब्ध छ। हजुरहरू आउन सक्नुहुन्छ, मेरो अफिसमा आएर मलाई भिजिट गरेर हजुरहरू परामर्श लिन सक्नुहुन्छ। विदेशतिर रहनु हुने जतिहरूले चाहिँ मलाई व्हाट्सएपमा कन्ट्याक्ट गरेर अनलाइनद्वारा पनि तपाईँहरूले परामर्श लिन सक्नुहुनेछ। र नेपालमै हुने जतिहरूले मलाई तुलसीपुर 9 दोगरे दाङ मेरो अफिसमा आएर भिजिट गरेर परामर्श लिन सक्नुहुनेछ र आफ्नो हरेक समस्याको समाधान लिएर जान हुन सक्नेछ। र हजुरहरू आउनुहुन्छ भने एकदम भक्तिभावका साथ हनुमानजीलाई स्मरण गरेर आउनुहोला। हजुरहरूको अवश्य पनि सम्पूर्ण मनोकामनाहरू पुरा हुनेछ। हनुमानजीले कृपा गर्नुहुनेछ। हजुरहरू सबैलाई साधुवाद आशीर्वाद छ। जय सियाराम, जय श्री राधे।